आजको यस भिडियोमा चाहिँ हामी समर स्ल्याम 2026 को चाहिँ फुल्ली रूपमा एनालाइसिस गर्नेवाला छौँ कि कसले जिते होइन, को विनर भयो, के कस्तो म्याच भयो होइन, ओभरअल एक्सपिरियन्स मेरो कस्तो रह्यो भनेर चाहिँ फुल्ली रूपमा आज हामी कुरा गर्नेवाला छौँ। सो यहाँ भिडियो एकदम धेरै मजादार हुनेवाला छ। आउनुहोस् भिडियोलाई सुरु गरिदिउँ। ओके, स्टार्टिङै भयो। फर्स्ट म्याच भनेको चाहिँ अब वर्ल्ड हेभीवेट च्याम्पियनसिप, वुमेन वर्ल्ड हेभीवेट च्याम्पियनसिपको जसमा चाहिँ भनेको यो स्काई र लिम मर्गन बिच म्याच भएको थियो। निकै नै मजादार म्याच भयो होइन। लगभग 10 मिनटभन्दा बढीकै म्याच थियो, 12-14 मिनट समथिङको, र एकदमै मजा आयो हेर्नको लागि। सुरुमा त यो स्काईकै डोमिनेन्स एकदम धेरै थियो होइन। बुलेट ट्रेन एट्याकहरू हाल्नेदेखि लिएर मुनसल्टहरू हाल्नेदेखि लिएर ब्याक ब्रेकरहरू हाल्नेदेखि लिएर र एकदमै दुईजनाको ट्रास टकिङ एकदमै भइरहेको थियो। मजा आयो हेर्नलाई होइन फर्स्टमा चाहिँ। तर अब मलाई चाहिँ लागिरहेको थियो कि यो म्याचमा अब यो स्काई जित्छ जस्तो लागिरहेको थियो। तर पनि अन्तिममा चाहिँ बिचरा काउन्टर त गर्न खोज्दै थिएँ यो स्काईले। तर पनि अन्तिममा जजमेन्ट डे आएर भए पनि होइन, जजमेन्ट डेका दुईवटा मेम्बरहरू आएर भए पनि अलिअलि त्यसबाट पनि अलिकति प्रभाव परेर र अन्तिममा चाहिँ हुन्छ यो जुन फिजिकल कन्टेस्ट भएको थियो यसमा चाहिँ भनेको लिम मर्गनले नै जितिसकेको छिन्। सो पहिलो म्याचमा चाहिँ विनर भएको थिइन् लिम मर्गन, र मेरो चाहिँ मलाई चाहिँ लागिरहेको थियो कि ओभरअल के अरे यो स्काई जित्ने जस्तो लागिरहेको थियो। तर पनि लिम मर्गन भएछन्, दुःख लागेको छ। तर पनि के गर्नु, अब हेर्नै पर्नेछ। सो हेरौँ त्यसपछि अब के हुन्छ अगाडि। लिम मर्गनको अलिअलि राम्रो च्यालेन्ज भयो भने त त्यही अनुसारको स्टोरी लाइनमा डेभलप भयो भने त मजा आउँछ। तर यो त अर्थ नपर्थ गोविन्द गाई भने जस्तो थियो। अब होस्, मजै आयो। अब अर्को म्याचको कुरा गरौँ। त्यसपछि अब अर्को म्याचको कुरा गरौँ जुन चाहिँ एकदमै बवाल भएको थियो। मैले योभन्दा अघिको रिभ्यू भिडियो पनि भनेको थिएँ कि यो म्याच चाहिँ म एकदमै आँखा गाडेर हेर्छु भनेर। यो म्याच हेर्दा मलाई एकदमै धेरै मजा आयो। सुरुमा त अब उसोज र जेकब फातुको एन्ट्री पनि यति बवाल थियो, एकदम मजा लाग्यो मलाई यो उसोज र जेकब फातुको एन्ट्री हेर्दाखेरि। अनि त्यो सँगसँगै अब एले नाइटको, रोइस किसको र अन्तिममा भनेको सोलो सकुवा यो म्याचको लेजेन्ड, एकदम लास्टै बवाल क्यारेक्टर होइन। एकदम मजा आयो उसलाई हेर्नलाई। अब म्याचको सुरुवात नै अब एकैचोटि घम्साघम्सीमै परेको थियो। एकदम मजा आयो, एकअर्कालाई ट्याग दिँदै म्याच चलिरहेको थियो, बवाल आयो। अब पावर बम्बहरू, स्पाइन बस्टरहरू, सुपर किकहरू, समन ड्रपहरू, एभलान्स स्ल्यामहरू होइन। एकदम यो फिजिकल म्याच भएको थियो, बवाल भएको थियो। अब टाइम स्किपर एरियामा पनि फातु र किसको चाहिँ बवाल होइन, एकअर्कालाई धकेलेर पल्लोपट्टि पुर्याउने गर्ने सबै भएको थियो, मजा आयो। र मेन चाहिँ भनेको अन्तिममा उसो स्प्ल्यास गर्दाखेरि एल नाइटले किकआउट गरे, र किकआउट गरेपछि उसोजहरूले चाहिँ आफ्नो फिनिसर हान्न खोज्दाखेरि चाहिँ पछाडिबाट सोलोसकोले चाहिँ अब समाउने स्पाइक हान्दे, जसले गर्दाखेरि चाहिँ जे उसोको ध्यान पनि भड्कियो र पछाडिबाट एल नाइटले चाहिँ बिएफटी हानेर चाहिँ म्याच एन्ड भयो। र यो म्याचमा चाहिँ भनेको ब्लड लाइनले नजितेर सोलोसकुवा के अरे एल नाइट र रोइस किसले जितेका छन्, जसले गर्दाखेरि चाहिँ यो प्रेडिक्सन पनि मेरो मिलेको छैन। तर यस ओभरअल चाहिँ म्याच एकदम धेरै बवाल भयो। मैले लास्टै इन्जोय गरेँ, मजा आयो होइन। यो म्याच हेर्दाखेरि चाहिँ ओभरअल बवालै भयो क्या। अब नेक्स्ट म्याचको कुरा गरौँ। त्यसपछि चाहिँ अब अर्को म्याच थियो गन्तर भर्सेस निकोल्डिसको होइन। निकै नै मजादार म्याच भयो। म सबैभन्दा इम्प्रेस चाहिँ निकोल्डिसको त्यो एन्ट्री देखेर पनि बवाल लाग्यो। जुन त्यो एन्ट्रीको थिमहरू थियो त्यो पनि बवाल लाग्यो, र गन्थरको त त्यसै पनि बवालै हुन्छ। र अब अर्को भनेको चाहिँ निकोल्डिसको बडी पनि एकदमै बवाल थियो यार, नो डाउट है। 3 वर्षपछि यसरी रिङमा रिटर्न भएको रहेछ, तर पनि आफ्नो त्यो बडीको जो फिटनेस छ त्यसलाई चाहिँ एकदमै बरकरार राखेको क्या, एकदमै बवाल लाग्यो। र म्याच चाहिँ ओभरअल अलिकति डोमिनेन्स चाहिँ अब गन्थरलाई नै अभियसली देखाइहाल्छन् होइन, त्यस्तै भएको थियो। तर अब बिचमा चाहिँ आफ्नो अब क्लोभरलाई भनेर चाहिँ जुनबाट चाहिँ आफूले विगतमा च्याम्पियनसिप पनि जितेका रहेछन्, त्यो हान्दाखेरि पनि अन्तिममा रिङको डोरीमा पक्रिहाले गन्थरले। र अन्तिममा चाहिँ जुन छ पावर बम्प हानेर स्लिपर होल्ड हानेका हुन्छन्। तर त्यो स्लिपरहरूलाई पनि एकचोटि चाहिँ उठेर काउन्टर गर्छन् कि जस्तो लागेको, तर पनि अन्तिममा स्लिपर होल्डबाट बच्न सकेन निकोल्डिस, र अन्तिममा ट्याप आउटका साथ गन्थरले म्याच जितेका छन् है। तर पनि जे होस्, एकदम मलाई इम्प्रेस पारेका निकोल्डिसले, जसरी अब जुन निकोल्डिसलाई हेर्ने जुन नजरिया हुन्छ नि, हो त्यो नजरियामा चाहिँ मेरो चेन्ज आएको छ। निकै नै मजा आयो, इन्जोय गरेँ मैले यो म्याचलाई। यो म्याच पनि एकदम बवालै रह्यो, र यसमा विनर गन्थरले जिते। त्यसपछि अर्को म्याच थियो फ्याटल इन्फ्लुएन्स भर्सेस ट्रिबुला र पेजको। यो म्याच ठिकै हो, स्टोरी त्यति साह्रो गतिलो थिएन, तर पनि ओभरअल म्याच ठिकै भयो होइन। ओभरअल फ्याटल इन्फ्लुएन्सले नै अलिक मजाले
आफ्नो तर्फ म्याच लिएर गइरहेका थिए र अन्तिममा भए पनि त्यही फेडरल इन्फ्लुएन्सलाई नै एकदम चालबाजी देखाएर अन्तिममा म्याच जिते। र मेन कुरो चाहिँ के हो भन्दाखेरि निकी बेलाले चाहिँ अन्तिममा फेरि पेजलाई एट्याक गरेकी छिन्, जसले चाहिँ अब हामी देखाउँछ कि यिनीहरूको स्टोरी लाइन अझै परसम्म चल्ने रहेछ भनेर। सो त्यसरी चाहिँ यो म्याचको एन्डिङ भएको छ, फेडरल इन्फ्लुएन्सले जितेर र निकी बेलाले पेजलाई एट्याक गरेर। अर्को म्याच थियो कसको भन्दाखेरि कोडी रोज भर्सेस सिएम पङ्क फर द अनडिस्प्युटेड टाइटल। तर थाहा छैन डब्ल्युडब्ल्यूले के गरेको हो नि, अरू बेला चाहिँ अब स्म्याकडाउन रमा चाहिँ मेन इभेन्ट हो यो भनेर भनेको थियो। तर यो चाहिँ भनेको मेन इभेन्ट नभएर चाहिँ मेन इभेन्ट हुनुभन्दा अघिल्लो म्याचकोमा चाहिँ यो म्याच राखिदिएको थियो, थाहा छैन के गरेको होइन, त्यही अनुसारको स्टोरी लाइन भएर पनि होला। र ओभरअल सुरुमा चाहिँ कोडी रोज आउँछन् होइन, एकदम धमाकेदार पारामा आफ्नो स्ट्रिट फाइटर मुभीलाई प्रमोसन गर्ने टाइपले चाहिँ एन्ट्री हुन्छ होइन, ठिकै हो। अनि त्यसपछि चाहिँ आउँछन् सिएम पङ्क चाहिँ अब के भन्छ, सिएम पङ्क चाहिँ जसरी रेसलमेनियामा आएका थिए अस्तिको चोटि रोमनिजमा खेल्दाखेरि सेम त्यही पारामा आउँछन् होइन। आउँदाखेरि म्युजिकहरू केही बज्दैन र जब आएर चाहिँ त्यो मुनि ट्याक पार्छन् अनि इट्स ग्ल्यामरी टाइम भनिसके पश्चात चाहिँ गीत बज्छ। बाबाले क्राउडको रियाक्सन पनि अति नै हुन्छ, जोस् कोडी रोजलाई भन्दा सिएम पङ्कलाई नै त्यही अनुसारको बढी रेस्पोन्स आइरहेको हुन्छ क्राउडको। र ओभरअल म्याच बवाल रह्यो। एनाउन्सरले पनि बवालै एनाउन्स गर्दाखेरि पनि क्राउडको रियाक्सन पनि उस्तै थियो, मजा आयो होइन। ओभरअल मैले धेरै नै इन्जोय गरेँ। त्यही अनुसारको स्टोरी लाइन पनि कतिले थियो भने त मजा आउँथ्यो होइन। कहाँ अस्तिको सर नाइट मेन इभेन्टमा चाहिँ टिममेट गराइदिएर अनि अहिलेको मेन इभेन्ट गराउने भनेर चाहिँ गराउनु भिडाएर हुन्छ त, अनि त्यही भएर मेन इभेन्ट पनि नराखेर चाहिँ मेन इभेन्ट हुनुभन्दा अघिल्लो म्याचमा राखेको रहेछ। र ओभरअल अनाउन्स पनि बवालै भयो। र सुरुमा चाहिँ अब यो दुइटा बिच चाहिँ बराबरी टाइपले नै म्याच भएको थियो क्या, एउटाले एट्याक गर्ने अर्को एट्याक गर्ने होइन, टप रोपबाट अब एल्बो किकहरू हान्ने अनि कोडी रोजले अब कडी कटरहरू, डिजास्टर किकहरू, सुपर कडी कटरहरू हान्ने, तर पनि पङ्कले किकआउट गरेको गर्ने होइन, जोस मजा आयो। अनि जिटिएक्स हान्न खोज्दाखेरि चाहिँ फिगर 4मा गरेर चाहिँ कोडी रोजले फिगर 4 लगाउन खोजेको होइन, त्यसलाई अब काउन्टर गरेर चाहिँ फेरि कोडी रोजलाई नै फिगर 4 लगाइदिएको र कोडी रोजले अब फेरि त्यो फिगर 4लाई अब त्यसबाट छुट्नको लागि रोपमा गएर समातेको। अब यस्तो सानो मोमेन्टहरू धेरै थिए होइन। अनि त्यसपछि यो चाहिँ एक प्रकारले एकदमै फिजिकल म्याच भएको थियो होइन, एकदम बवाल आयो, मजा लाग्यो। र अब कोडी रोज चाहिँ कडी कटर पनि हाने, पहिलो कडी कटर, त्यसमा भनेको कोडी रोजले किकआउट, सिएम पङ्कले किकआउट। अनि अर्को भनेको जिटिएक्स हान्दा पनि अब सिएम पङ्कले कोडी रोजले किकआउट। अब जोस् तर अन्तिममा चाहिँ त्यो जुन एनाउन्सर टिमको जुन टेबल हुन्छ त्यसमा एनाउन्सर टिम होइन, कमेन्ट्री गर्नेको जुन माइकल कोलरहरू बस्ने जुन टेबल हुन्छ हो, त्यो टेबलमा चाहिँ गएर कोडी रोजलाई लगेर सुताउँछन् सिएम पङ्कले। र त्यो रिङको टप रोपबाट माथिबाट चाहिँ त्यो 1 छेउबाट पल्लो छेउमा चाहिँ हाम फालेरै ओभरअल त्यहाँबाट गर्छन् क्या, जसले गर्दाखेरि चाहिँ कोडी रोज साइडमा हट्छन् र सिधै सुरुमै खुट्टामै पर्छ क्या पहिलो प्रेसरै त्यसरी उफ्रिँदाखेरि, जसले गर्दाखेरि चाहिँ मलाई लागिसकेको थियो कि लगभग पङ्कले हार्छन् कि जस्तो पनि लागिसकेको थियो। तर जोस् अन्तिममा थाहा छ कसको एन्ट्री भयो, रेफ्रीलाई एट्याक भयो कि झुकेर त्यो रेफ्रीलाई लाग्यो र अन्तिममा थाहा छ को आयो, एपेक्स प्रेडेटर आरकिओ ब्रो भन्ने हाम्रो रेन्डी ओर्टन आइदिए। र रेन्डी ओर्टनले चाहिँ अस्तिको जुन रेसलमेनियामा कोडी रोजलाई एट्याक गरेदेखि त्यहाँदेखि रेन्डी ओर्टनको देखा परेका थिएन, थाहा छैन रेन्डी ओर्टन कहाँ हराए भनेर खोजतलास भइरहेको थियो। रेन्डी ओर्टन त समरस्ल्यामको वेट गरिरहेको रहेछन् कोडीलाई एट्याक गर्नको लागि र च्याम्पियनसिपलाई हराइदिनको लागि। त्यसपछि के भयो, रेन्डी ओर्टन आए, रेन्डी ओर्टन आरकिओ हान्थे, आरकिओ हानिसकेपछि चल्थे, जुन चाहिँ भनेको रेफ्रीले देखेको थिएन, किनभने रेफ्रीलाई भनेको त कडी कटर हान्दाखेरि झुकेर लागेको हुन्छ। र त्यसपछि त्यो जुन के अरे रेन्डी ओर्टनले आरकिओ हानेको भनेर सिएम पङ्कलाई पनि थाहा हुँदैन। त्यसपछि अब सिएम पङ्क आउँछन् र आएर आफ्नो जिटिएक्स हानिदिन्छन्, रेफ्रीले पनि मरेर 1 2 3 गरेर गर्छन्, जसले गर्दाखेरि चाहिँ अन्तिममा सिएम पङ्कले आफ्नो टाइटल रिटेन गर्छन्। ओभरअल स्टोरी अझै बवाल थियो भने त अझ मजा आउँथ्यो, तर पनि ठिकै छ, बवालै म्याच थियो, एकदम फिजिकल म्याच थियो, मजा आयो। र अन्तिममा चाहिँ जोस् सिएम पङ्कले टाइटल जित्छन्। र अब अन्तिममा लास्ट म्याच अर्थात् मेन इभेन्ट थियो ओभा भर्सेस ब्रकको। र यस मेन इभेन्ट भनेको चाहिँ यस्तो हुनुपर्छ कि लाइक अगाडिदेखि नै यसरी नै मेन इभेन्ट भनेर यदि गरेको थियो भने छुट्टै हुन्थ्यो नजरिया हेर्ने। तर अब बिचमा यसरी लाइभ इभेन्टमा चाहिँ यसरी मेन इभेन्ट भनेर डब्ल्युडब्ल्यूले चेन्ज गरेछ, त्यसको लागि चाहिँ अलिक दुःख लागेको छ, किनभने अर्कै नजरियाले हेर्थ्यो, अर्कै हाइपले हेरिन्थ्यो। तर यस मेन इभेन्ट भनेको यस्तो हुनुपर्छ। ओभरअल म्याचको कुरा गरौँ, सर्वप्रथम त अब एन्ट्री हुन्छ ओभाको होइन, यति बवाल, यति खतरा, के भन्नु र, बवाल एकदम क्राउडको च्यान्टिङ उस्तै हुन्छ, ओ बा हो, यो त खतरै हुन्छ होइन। त्यसपछि अब ब्रकको एन्ट्री त जब देखिन्छ नि
आई मिन क्रेजी जब जतिचोटि हेरे पनि हेरिराखौँ जस्तो क्या आई मिन क्रेजी हुन्छ ब्रकको एन्ट्री र यो पनि क्रेजी थियो नो डाउट। स्टेज पनि ग्रान्डेस्ट हो नि त, त्यही माथि आफ्नै ठाउँमा मिनियापोलिस बवाले थियो र के भन्नु यार एकदम मिरेकल क्या, जुन चाहिँ हेर्नै पर्ने क्या यो चाहिँ भनेको एकदम। मलाई त यति क्रेजी म्याच लाग्यो, वान अफ दि म त मेरो डब्लुडब्ल्युईको फेभरेट म्याचहरूमध्ये कुन म्याच हो भनेर यदि लिस्टै गरेर राख्नु पऱ्यो भने टप 10 भित्रमा यो पनि पर्छ। सो या ओभरअल बवाल भएको थियो एन्ट्री। अनि इन्ट्रेन्स पछि अब सुरुमा त अब एनाउन्स हुन्छ नि त। सो एनाउन्स हुँदाखेरि चाहिँ सर्वप्रथम त ओबाको एनाउन्स हुँदाखेरि पनि क्राउडको च्यान्टिङ बवाल थियो र अब ब्रकको एनाउन्स हुने बेलामा अब पक्कै पनि अब फिक्स हो नि त पलेमनले नि अब एन्ट्री के अरे आफ्नो अब ब्रकको एनाउन्स गर्न आँटे जसमा चाहिँ अब ब्रकको एनाउन्स गर्नु पूर्व लेडिज एन्ड जेन्टलमेन माई नेम इज पल हेमन भन्दाखेरि जुन त पप आएको छ नि क्राउडमा क्रेजी, त्यो पल हेमन भन्ने पप त जहिले आउँछ, जहिले पल हेमन बोले पनि, चाहे पल हेमन इल्ट्रामा होस् चाहे फेसमै होस्, पल हेमन भन्ने पप त जहिले आउँछ। र त्यसपछि ब्रक लेस्टर भनेर च्यान्ट गर्दा पनि आवाज ठुलो आएको थियो। त्यसपछि म्याच सुरु भयो अनि म्याच सुरु चाहिँ अब सुरुमै रिङ साइडमा क्लोज लाइन हान्नेबाट सुरु भएको थियो ओबाले ब्रकलाई होइन। त्यसको जसो काउन्टर गर्दै चाहिँ ब्रकले जर्मन सुप्लेक्स हान्दै थिए। त्यसपछि रिङ साइडतिर म्याच गयो। रिङ साइडतिर अब स्टिल स्टेपले ब्रकले ओबालाई हान्दै होइन, रिङ साइडमा ब्रकलाई हान्दै ओबाले एकदम खतरनाकै भएको थियो होइन। यिनीहरू भनेको अब 300 पाउन्ड प्लसका व्यक्तिहरू यसरी खेल्दाखेरि त्यो रिङ सबै पारबाट हल्लिएर नि मजा आएको थियो होइन। र यिनीहरू यति हाई वेटका मान्छेहरू पनि यति साह्रो फुर्तिलो देख्दाखेरि चाहिँ क्रेजी नै देखिन्थ्यो म्याच होइन। त्यो जुन ग्रान्डेस्ट स्टेज भएर पनि होला बवालै भएको थियो, हाइप पनि एकदमै भएको थियो। अलिकति नाइटमा भएको थियो भने चाहिँ अझ बढिया भाइब आउँथ्यो होला, अलिक उज्यालै थियो तर पनि ठिकै थियो। र अब जेउस एकअर्कालाई हान्दै होइन, र अर्को भनेको टेबल पनि निकाले ओबाले र टेबलमा ब्रकले पछाडे पनि होइन, रिङ बाहिरै टेबल ढल्काएर हानेर। अनि अब त्यसपछि ब्रकलाई भित्र ल्याए, ब्रकले स्टिल स्टेपले हाने ओबालाई। आज स्टिल स्टेपले त ओबालाई यति हाने कि बङ होइन, बिचरा थाम्न सकेको यार ओबाले। सुरुमा त अब F5 हाने ब्रकले, जसमा चाहिँ अब किक आउट गर्थे। त्यसपछि उचाल्दै पछार्दै ओबाले बिचरा ब्रकलाई होइन कति तागतिलो क्या ओबा, ब्रकलाई त्यसरी उचालेको आजसम्म कसैले छैन यार हिस्ट्रीमा, त्यस्तो उचाल्दिएको के। अनि अब त्यसपछि ब्रकले हाने F5 4-5 चोटि नै हाने किक आउट होइन। त्यसपछि ओबाले फल फ्रम ब्रेज हानेका, ब्रकले पनि किक आउट। के हो बुझ्नै सकिएन, घरिघरि ओबाले जित्छ जस्तो पनि लाग्थ्यो, घरि ब्रकले जित्छ पनि लाग्थ्यो, बवाले भएको थियो। र अन्तिमतिर चाहिँ अब जुन रिङको जुन त माथिको म्याट ओछ्याएको हुन्छ नि, ओ त म्याट निकाल्न थाल्यो अब ब्रकले। निकाल्न थालेपछि त ल हेर त अब यहाँ के हुन्छ नि, अब इन्जर्ड हुन्छ जस्तो लाग्दै थियो कोही। तर अब रिङबाट जुन त्यो फर्म हटाए, त्यो हटाइसकेपछि ब्रकले म त F5 हान्न आँटेको होला जस्तो लागेको थियो। थाहा छ के हाने ब्रकले हाने टोम्बस्टोन पाइल ड्राइभर, अन्डरटेकरको मुभ, मतलब क्रेजी होइन त। अनि जसरी अन्डरटेकरले कभर गर्थ्यो नि त्यसरी नि दुईवटा हातलाई छातीमा राखेर जिब्रो निकाली अरे यार क्रेजी भएको थियो त्यो बेला त। म त एकदम गुसबम्स आइसकेको थियो, मजा आएको थियो। तर पनि किक आउट। अनि त्यसपछि चाहिँ अन्तिममा चाहिँ अब आफ्नो फिनिसर फल अफ ब्रिज हान्दाखेरि चाहिँ ब्रकले किक आउट गर्न सकेनन् र ओबाले यो म्याच जितेका छन् है। मजा आयो, एकदम बवाल थियो म्याच। भने त मैले टप 10 मेरो लाइफ के छ भने त फेभरेट म्याचहरूमध्ये एउटा म्याच हुनेछ यो। स्टोरी लाइन पनि बवाल थियो, जम्मा 3 चोटि भयो ओबा र ब्रकको होइन। एउटा भनेको रेसलमेनियामा, जसमा भनेको ओबाले जितेका थिए, क्लास इन इटलीमा ब्रकले जितेका थिए, र अहिले भनेको समरस्ल्याममा जुन चाहिँ अब ओबाले जिते 2-1 भयो। तर क्रेजी यस्तो म्याच लाइफ वान्स इन अ मोमेन्ट हुन्छ। र थाहा छ अन्तिममा के भयो? अन्तिममा ब्रकले नभनौँ, सुरुमा ओबाले आफ्नो हात उठाउँदै थिए नि त, चेयर गर्दै थिए। त्यो गर्दाखेरि चाहिँ ब्रक जाँदै थिए स्टेजतर्फ, तर फेरि फर्केर आएर चाहिँ दिस इज द पास्ट, दिस इज द फ्युचर
भनेर ब्रकले नै माइक पक्रेर भनेका छन्, हात उचाली होइन अँगालो मारेका छन्, हात मिलाएका छन्। ओबा भक्कानिएर रुन खोजिसकेको छ। ब्रक पनि सुरुमा त ओबाको छेउमा जितिसकेपछि फेरि फर्केर आउँदाखेरि त ब्रकको अनुहार पनि रुन आँटिसकेको, भक्कानिसकेको हुन्थ्यो। सम्भवतः लास्ट म्याच होइन कि जस्तो लाग्दैछ। तर माइकल कोलले त देख्न गाह्रो छ अर्को लास्ट म्याच भनेर यसरी नै कमेन्ट्री गर्यो। तर अब यो लास्ट म्याच हो कि होइन कस्तो कन्फ्युज भयो यार। नहुन नै सक्छ किनभने नेक्स्ट रेसलमेनिया साउदीबाट छ नि त। सो पैसाले गर्दाखेरि नहुन पनि सक्छ। तर पनि सम्भवतः के थाहा होइन के हो तर मैले जस्ट लास्ट इन्जोय गरेँ, बबाले थियो। रेसलमेनिया नाइट 1 त लास्ट म्याचले गरेर पनि एकदमै बबाले हाई फिल भइरहेछ। अघिल्लो म्याच त्यस्तो खतरा खास नभए पनि अन्तिमको एन्डिङ यसरी बबाल गराउँदाखेरि चाहिँ मजा आउँछ होइन। र अब भोलि पनि छ रेसलमेनिया होइन। भोलिको लागि यस एकदम रेडी छौँ हामी, छु म पनि, तपाईँ पनि पक्कै पनि हुनुहुन्छ होला। रिभ्यू फिक्स आउने नै छ होइन। सो यहाँसम्म पनि हेर्दै हुनुहुन्छ भिडियो भने लाइक गर्न नबिर्सिनु होला। र भोलि अब थाहा छैन सेतो लिन्छ रोमन रेन्सकोमा के हुनेछ, एकदम यस्तै केयस होस् होइन। रक इन्भल्भ हुन्छ कि यसो रुमर्सहरू धेरै छ होइन, किनभने रेसलमेनिया आउँदैछ नि त। रेसलमेनिया आउँदैछ, रकको मलाई गन्दा आउँदैछ किन। सो या एकदम पोजिटिभ सोचौँ। र आई होप कि ब्रकको यो लास्ट म्याच नहोस् र रेसलमेनियामा अब पनि साउदी अरबको रेसलमेनियामा एन्डिङ होस् भन्ने इच्छा कामनाका साथ यहाँसम्म सुन्दै हुनुहुन्छ भने भिडियोलाई एउटा लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नु होला भन्दै थ्याङ्क्स फर वाचिङ भन्न चाहन्छु। भोलिको रिभ्यूमा भेटौँला नाइट 2 को। थ्याङ्क्स फर वाचिङ, बाई बाई।